कक्षा 4 पाठ 2 तपाईहरुले खरायो र कछुवाको कथा सुन्नुभएको होला। तिर्खाएको कागको कथा पनि पक्कै सुन्नुभएको छ। हामीलाई यस्ता कथा सुन्न रमाइलो लाग्छ। कथा सुनाउन पनि रमाइलो हुन्छ। हामीलाई हजुरबुबा हजुरआमाहरूले थरीथरीका कथा सुनाउनुहुन्छ। गाउँघरतिर त खेतबारीका काम गर्दा पनि कथा भन्ने चलन हुन्छ। यस्ता कथामा बाघ, भालु, स्याल जस्ता जनावरहरू र सुगा, मैना, काग जस्ता पन्छीहरू पात्रका रूपमा आएका हुन्छन्। जनावर र पन्छीहरूले मानिसले झैं कुराकानी गर्छन्, त्यति मात्र हो र? जनावर र पन्छीहरूले मानिसले झैं जुक्ति बुद्धि लगाएर काम गर्छन्। यस्ता कथाले हाम्रो आनीबानी, सोच विचार र व्यवहार बदल्न मद्दत पुर्याउँछन्। हामीलाई अनुशासन, कर्तव्य जस्ता कुराका महत्त्वका बारेमा जानकारी हुन्छ। तपाईहरु पनि यस किसिमका कथा सुन्ने र सुनाउने गर्नुहोस् है। कथाको शीर्षक छ सुनको मूर्ति। सुषमा आचार्य। कथाका लेखक हुनुहुन्छ सुषमा आचार्य। कथा यसरी सुरु हुन्छ। कुनै एउटा गाउँमा कान्छालाल र रूपमती नाम गरेका दुईजना बुढाबुढी बस्थे। उनीहरूलाई खाना लाउन धौधौ थियो। उनीहरू साह्रै इमानदार थिए, सधैँ अरूको भलो चिताउँथे। उनीहरूका छोराछोरी थिएनन्। उनीहरूको गाउँ सहरभन्दा धेरै टाढा थियो। त्यो गाउँमा 8-10 वटा घरहरू मात्र थिए। गाउँ घना जङ्गलको फेदमा थियो। गाउँमा बेला बेला चितुवा, भालु, बाँदर, ब्वाँसो जस्ता जङ्गली जनावरहरू आउँथे। बुढाबुढीको थोरै बारी थियो। उनीहरूले बारीमा मकै, फलफुल र तरकारी लगाउने गर्थे। बाली पाक्नै लाग्दा बाँदरले खाइदिन्थे। बुढाबुढीले केही खान पाउँदैनथे। आफैले लगाएको बाली बाँदरले खाइदिँदा बुढाबुढी साह्रै नै चिन्तित थिए। एक दिनको कुरा हो, उनीहरूले बाँदरलाई धपाउन के गर्ने होला भनेर सल्लाह गरे। बाँदरले मूर्तिलाई आफ्ना पुर्खा मान्छन् भन्ने उनीहरूले सुनेका थिए। पुर्खा भएको ठाउँमा केही हानि गर्दैनन् भन्ने थाहा पाएका थिए। त्यसैले उनीहरूले मूर्ति बनेर बारीमा उभिने निधो गरे। अर्को दिन बिहानै बुढा पेटभरि खाना खाएर बारीमा उभिन भनेर निस्के। बारीमा पुगेपछि बुढा मूर्ति झैं ठिङ्ग उभिए। यता बुढी भने यसपालि टन्नै बाली भित्र्याउन पाइने भयो भनेर मक्ख पर्न थालिन्। सदा झैं दिउँसो पख बाँदरका बगाल उफ्रिँदै बारीतिर आउन थाले। बुढा हलचल नगरी उभिरहेका थिए। आफूलाई देखेर बाँदर कहिले नआउने गरी भाग्छन् भन्ने सोचिरहेका थिए। यतिकैमा एउटा चङ्खे बाँदर बारीभित्र पस्यो। मकै भाँचेर खानै लाग्दा नजिकै मूर्ति उभिएको देख्यो। ऊ मूर्ति नजिक पुग्यो। ओहो, यो त मूर्ति पो रहेछ। आफ्ना पुर्खाको मूर्ति भनी ढोग्न थाल्यो। मूर्तिलाई ढोगेपछि चङ्खे बाँदर बगाल भएतिर कुद्दै गयो। हाम्रा पुर्खा भन्दै चिच्याउन थाल्यो। यो सुनेर सबै बाँदरका कान ठाडा भए। उनीहरू खुसीले उफ्रिँदै मूर्तितिर पुगे। पुर्खा भेटेको खुसीमा उनीहरू नाच्न थाले। यतिकैमा चङ्खे बाँदरले एउटा जुक्ति निकाल्यो। उसले सबैलाई एकछिन शान्त रहन भन्यो र आफ्नो जुक्ति सुनायो। उहाँ हाम्रो पुर्खा हुनुहुन्छ। पुर्खा भनेका हाम्रा भगवान हुन्। त्यसैले उहाँलाई यहाँ एक्लै छाड्नु हुँदैन। हाम्रो वासस्थानतिर लग्नुपर्छ। दिनहुँ पूजा गरेर राख्नुपर्छ। चङ्खेको कुरा सुनेपछि बाँदरले होमा हो मिलाए। अर्को एउटा बाँदरले थप्दै भन्यो, हाम्रा पुर्खालाई बोकेर लग्नुपर्छ। सुनले सिँगार्नुपर्छ। सुनको मूर्ति बनाएर राख्नुपर्छ। ती सबै कुरा बुढा मान्छेले सुनिरहेका थिए। तैपनि उनी चुपचाप उभिरहे। उनलाई बाँदरले के गर्ने हुन्, कता पुर्याउने हुन्, अब के पो हुने हो भनेर पिर पर्न थाल्यो। एकछिनपछि बाँदर मूर्तिको वरिपरि घुम्न थाले। चारैतिर मूर्तिलाई नियाल्न थाले अनि बिस्तारै काँधमा बोकेर लान थाले। बुढालाई भने डरले सताउन थाल्यो। यतिकैमा चङ्खे बाँदरले भन्यो, बिस्तारै गर है, हाम्रा पुर्खा लड्लान्। लडे भने राम्रो हुँदैन, अशुभ हुन्छ। जाँदा जाँदै उनीहरू खोला नजिक पुगे। खोला तर्नुपर्ने भयो। त्यस ठाउँका बाँदरको अचम्मको बानी रहेछ, खोला तर्दा गीत गाउनु पर्ने। खोलामा पुगेपछि बाँदरले गीत गाउन थाले। उनीहरूको गीत सुनेर बुढाको हाँसो फुत्केला जस्तो भयो। तर उनी हाँसो खपेर बसिरहे।
खोला तरेपछि बाँदरहरू उकालो लागे। एकैछिनमा बुढालाई डाँडाको टुप्पोमा पुर्याए। यहीँ राख्नुपर्छ भन्न थाले। बुढालाई दुःख पाइस मङ्गले आफ्नै ढङ्गले भने चाहिँ भयो। चङ्खे बाँदरले अब हामीले मूर्तिलाई सिगार्नुपर्छ, ल सुनको बाकस ल्याऊ भन्न थाल्यो। बाँदरसँग पनि सुनका बाकस हुँदा रहेछन् भनेर बुढा छक्क परे। एकैछिनमा अर्को बाँदरले दुईवटा सुनका बाकस लिएर आयो। मूर्तिको छेउमा असर्फी खन्यायो। चङ्खे बाँदरले अब मूर्तिको शरीरभरि असर्फी टाँस्नुपर्छ भन्न थाल्यो। शरीरभरि सुनका असर्फी टाँस्ने कुरा सुनेपछि बुढा डराउन थाले। बाँदरहरूले बुढाले लगाएका लुगा फुकाल्न थाले। लुगा फुकाल्न थाल्दा बुढालाई खपी नसक्नु भयो। उनको शरीरमा छुनै हुँदैन थियो। काउकुती लाग्थ्यो। उनी चलमलाउन थाले, खितिती हाँस्न थाले। मूर्ति हाँसेको देखेर सबै बाँदर के भयो भन्दै डराए। उनीहरू सबै असर्फी छोडेर कुलेलाम ठोके। बाँदरहरू त्यहाँबाट भागेपछि बुढाले सुनका असर्फी बटुलेर बाकसमा हाले। उनी बाकस बोकेर घर फर्के। उनले असर्फी रहेको बाकस बुढीलाई दिए। बुढीले बाकस खोलेर हेरिन्। बाकसभित्र असर्फी देखेर छक्क परिन्। उनले बुढालाई सोधिन्, यतिका असर्फी कहाँबाट ल्याउनु भयो, कसले दियो? बुढाले सबै कुरा बेली विस्तार लगाए। बुढाका कुरा सुनेर बुढी अचम्म परिन्। उनलाई यो सबै कुरा गाउँलेलाई कति बेला सुनाउँ भयो। अर्को दिन उनले गाउँलेलाई बोलाइन्। रामलाल, बिर्खलाल, चनमती, सुनमाया उपस्थित भए। बुढीले गाउँलेलाई सबै घटना सुनाइन्। बाकस खोलेर असर्फी समेत देखाइन्। सुनका असर्फी देखेर गाउँलेहरू आश्चर्यमा परे। धेरै जसो गाउँलेले भने, तपाईहरूले आजसम्म कसैको कुभलो चिताउनु भएन, कसैको नराम्रो सोच्नु भएन, कसैलाई हानि हुने काम गर्नु भएन। त्यसैको फलका रूपमा आज असर्फी पाउनुभयो। तपाईहरूको जुक्तिले गर्दा गाउँमा बाँदरहरू पनि आउँदैनन् होला। हामीलाई पनि हाई सन्चो हुने भयो। केही समय बसेर गाउँलेहरू आफ्नो घरतिर लागे। घर पुगेपछि बिर्खलालको मनमा लोभ जाग्यो। उसले त्यसै गरी असर्फी पाउने आशा गर्यो। अर्को दिन ऊ कसैलाई थाहा नदिई बारीमा मूर्ति बनेर उभियो। उसलाई कतिखेर बाँदर आउलान् र बोकेर लग्लान् भन्ने लागिरह्यो। एकछिनपछि उसै गरी बाँदरहरू आए। बारीमा मूर्ति उभिएको देखे। हामीले डाँडामा छाडेको मूर्ति यहाँ आएर कसरी उभियो भन्दै छक्क परे। अब यसलाई पनि लिएर जाउँ भन्दै बोक्न थाले। मूर्ति लिएर खोला छेउ पुगेपछि बाँदरले गीत गाउन थाले। बाँदरका गीत सुनेर बिर्खलालले हाँसो खप्न सकेन। ऊ खित्का छाडेर हाँस्यो। हाँसो सुनेपछि बाँदरहरूले यो त हाम्रो पुर्खा होइन रहेछ भनेर त्यसलाई खोला छेउ फालिदिए। बिचरा बिर्खलाल के गर्न सक्थ्यो। उसलाई खोलाले बगाउँदै लग्यो। बाँदरहरू भने उकालो लागे। बिर्खलाल बल्ल तल्ल पौडेर खोलाको किनारमा पुग्यो। साँझ पख ऊ मलिन अनुहार लिएर घर फर्क्यो। उसलाई देखेर बुढीले सोधिन्, के भयो तपाईलाई? यस्तो हालत कसले बनाइदियो? बिर्खलालले रुन्चे स्वरमा सबै घटना बुढीलाई सुनायो। बुढाका कुरा सुनेर बुढीले सम्झाउँदै भनिन्, अर्काले गर्यो भन्दैमा देखासिकी गर्नु हुँदैन। आज ठुलो घटनाबाट बच्नु भएछ। अब यस्तो कहिल्यै नगर्नु होला। बुढीको कुरा सुनेपछि उसले टाउको हल्लाउँदै भन्यो, अब यस्तो कहिल्यै गर्दिन। लोभले लाभ, लाभले विलाप हुने रहेछ। काम गर्दा सोचेर मात्र गर्नुपर्ने रहेछ।